90% नयाँ वा पुराना विश्वासीहरूले बाइबललाई पढ्न सुरु गरेकै महिनामा हार मान्छन्, किनभने उनीहरूले बाइबललाई एउटा उपन्यास जस्तो गरी सुरुदेखि अन्त्यसम्म पढ्ने गल्ती गर्छन्। यदि तपाईँ पनि उत्पत्तिबाट लेवी र गन्तीको पुस्तकमा पुगेर अन्यलको शिकार हुनुभएको छ भने रोकिनुहोस्। बाइबललाई कहाँबाट पढ्न सुरु गर्ने, भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, किनभने यसलाई खोल्ने चाबी अर्कै छ। हिब्रू 4:12 भन्छ, किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ र कुनै पनि दुई-धारे तरवाल भन्दा बढी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई, त्यसका जोर्नी र हाडको गुदीसम्मलाई भाग पारुन्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ भनिएको छ। बाइबल अध्ययनको पहिलो नियम हो येशू ख्रीष्टलाई केन्द्रमा राख्नु। त्यसैले उत्पत्तिबाट होइन, यूहन्नाको सुसमाचारबाट सुरु गर्नुहोस्, किनकि यूहन्ना 1:4 लेखिएको छ, उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो भनिएको छ। यूहन्नाको पुस्तकले तपाईको बौद्धिक ज्ञानलाई मात्र होइन, तपाईको आत्मालाई सिधै परमेश्वरको हृदयसँग जोड्छ। हतार गरी दौडिए झैँ गरी बाइबललाई नपढ्नुहोस्, बरु परमेश्वरसँग समय बिताउन पढ्नुहोस्। यसका लागि यी 3 सूत्र अपनाउनुहोस्। 1. नयाँ नियम जग बसाल्न। 2. भजन सङ्ग्रह प्रार्थना सिक्न, किनकि भजन सङ्ग्रह 119:105 भन्छ, तपाईको वचन मेरो खुट्टाको निम्ति र मेरो बाटोको निम्ति उज्यालो हो। 3. हितोपदेश हरेक दिन बुद्धिमानी निर्णय लिनका लागि। यसरी पढ्दा तपाईँ कहिल्यै अलमलमा पर्नुहुने छैन। बाइबललाई केवल दराजमा थन्काएर राख्ने पुस्तक मात्र नबनाउनुहोस्। याद राख्नुहोस्, बाइबल खोल्नु र त्यसलाई पढ्न सुरु गर्नु भनेको वास्तवमा तपाईँको आत्मामा लागेको तालचा खोल्नु र परमेश्वरसँगको सुतिरहेको सम्बन्धलाई फेरि बिउजाउनु हो। याकुब 4:8 गरिएको प्रतिज्ञा सम्झिनुहोस्। लेखिएको छ, परमेश्वरको नजिक आऊ र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो तिमीहरूका हात चोखा पार, दोमनका मानिस हो तिमीहरूका हृदय शुद्ध पार भनिएको छ। आज यूहन्ना 1 अध्यायबाट सुरु गर्नुहोस्। के तपाईँ तयार हुनुहुन्छ? कमेन्टमा आई एम रेडी लेख्नुहोस्। यो भिडियोलाई तुरुन्तै सेयर गर्नुहोस् ताकि अन्य क्रिस्चियनहरूले पनि बाइबल पढ्ने सही तरिका सिक्न सकुन्। साथै बाइबलका सत्यतालाई सरल तरिकाबाट बुझेर सधैँ तयार रहनको लागि क्रिस्चियन ग्रुप अफ नेपाललाई फलो गर्न नभुल्नुहोला।